सुनको जस्तो यस्तो मजाको यो होस्टेल रहेछ है। पुरा मजाको होटेलहरू। सबैजनामा चाहिँ फेरि पनि नमस्ते अनि मेरो च्यानलमा चाहिँ स्वागत छ है। आज चाहिँ हामी यहाँ देहरादुनको यो मसुरी भन्ने एकदम यो हिल एरियामा चाहिँ हामी फ्यामिलीहरू हाम्रो प्रकाश साथी होइन, हाम्रो सुमन अनि हाम्रो राजेन्द्रहरू होइन, हामी फ्यामिलीहरू मिलेर चाहिँ ट्याक्क आज आएको छौँ है। यहाँ चाहिँ अहिले जाडो पनि छ, यस्तो हावा पनि चलिरहेको छ। अब यहाँको भ्यूहरू हामी पनि हेर्छौँ अनि तपाईँहरूलाई पनि चाहिँ यहाँको भ्यूहरू देखाउनेछौँ है त। मसुरीको भ्यू पोइन्ट है, यहाँ मेन जक्सन रहेछ। यहाँ चाहिँ पुरा घुम्ने मान्छेहरूको पुरा भिड छ होइन। यसपछि पुरा डाँडा काँडा एकदम सुन्दर ठाउँ छ यहाँ। तलतिर चाहिँ हाम्रो देहरादुनहरू पुरा अलिकति डहलोहरू लाग्छ, राम्रो भ्यू देखेको छैन। तलतिर चाहिँ त्यहाँ चाहिँ देहरादुन बजार पर्छ होइन। चाहिँ हाम्रो मसुरीको भ्यू पोइन्टबाट चाहिँ देखिने भ्यू है। यहाँ डाँडा डाँडामा चाहिँ एकदम मजाको घरहरू अनि पुरा होटलहरू छ। यतातिर हाम्रो गाइजहरूले पुरा फोटो खिच्दै हुनुहुन्छ, पुरा चस्मा लगाएर पुरा ड्याक्क फोटो खिच्दै हुनुहुन्छ है। र बहिनीहरूले चाहिँ यस्तो सुनको जस्तो यस्तो मजाको यो पनि रहेछ है। पुरा मजाको होटेलहरू। साइन रेस्टुरेन्टहरू पनि रहेछ है। हामी चाहिँ यहाँ बजारमा यतिकै घुम्दैछौँ अनि तपाईँहरूलाई पनि देखाउँदैछौँ यहाँको बजारहरू है। यहाँ चाहिँ घुम्ने मान्छेहरू चाहिँ एकदम धेरै हुँदो रहेछन्। अनि यहाँ चाहिँ अहिले मौसम पनि चिसो नै छ।
चाहिँ अलिकति हिल एरिया भएर चाहिँ यहाँ गाडीहरू पनि एकदम धेरै है, घुम्न आउने मान्छेहरूको गाडी एकदम भिड भएका, बाटो अलिक सानो रहेछ है। ल कश्मीरी साउल हाउस